सम्पूर्णमा नमस्कार। फेरि नयाँ ब्लग लिएर तपाईँहरूको माझमा म उपस्थित भइसकेको छु र आज चाहिँ म हाम्रै क्लब 21 माइल पेदुङबाट ब्लग लिएर आइरहेको छु र आज चाहिँ हाम्रो क्लब नवज्योति परिवारको आज चाहिँ एजिएम छ र आजको ब्लगमा चाहिँ म यही एजिएमबाट देखाउनु छु र आशा छ तपाईँले यो ब्लग अन्तसम्म हेरिदिनुहुन्छ भनेर। र अहिले चाहिँ मिटिङ स्टार्ट हुन आँटेको छ र अहिले चाहिँ बिस्तारै बिस्तारै मेम्बर्सहरू आउनु हुँदैछ र अहिले चाहिँ यति आइसकेको छ। र आज चाहिँ जति पनि अस्ति क्लास 10 र 12 जो पनि हाम्रो क्लबका नानीहरूले पास गरेर राम्रो अङ्क लिएर पास भएको छ उहाँहरूलाई पनि आज सम्बर्धना कार्यक्रम राखेको छ र सम्बर्धना कार्यक्रममा मोमेन्टस चाहिँ हाम्रो क्लबले यो दिनेवाला छ। हामी आधी घन्टा अलिक लेट भएको छ र 100 लगभग 8 घरको मेम्बर भएको यो हाम्रो क्लब हो। तर अहिले लगभग मोटामोटी 50-60 घरका मेम्बरहरू मात्रै हामीले यहाँ देखिरहेको छौँ। अब हामी लगभग 10 मिनट त्यसपछि हामी यहाँ आजको मिटिङ सुरु गर्नेछौँ। मेम्बरहरू चाहिँ हाम्रो यहाँ फ्रेममा देखिरहनु भएको छ तपाईले। क्लबका मेम्बर निमा छिरिङ भटिया अनि अनिल लोहार दाजु चाहिँ यहाँ समिति हुनुहुन्छ PS10 बाट र हाम्रो यहाँ निमा छिरिङ भटिया चाहिँ यहाँ हाम्रो दोक्योङ 2 का पञ्चायत मेम्बर हुनुहुन्छ र उहाँ दुईजना पनि हाम्रै क्लबका मेम्बर हुनुहुन्छ र निमा छिरिङ भटिया चाहिँ यहाँ क्लबका ट्रेजरर पनि हुन्छ र यहाँ उहाँ चाहिँ क्लबका एडभाइजर र यहाँ हाम्रो दिदी पनि हुनुहुँदो रहेछ। तीनजना मिटिङको बारेमा सल्लाह त गर्नुभएको होला हैन? सल्लाह गरेको के छ आजको मिटिङको मेन चाहिँ? आजको हाम्रो मेन चाहिँ अब अस्ति नै सुरुमै भनिहालेको यस्तो कुरामा त हिसाब र पिसाब चाहिँ कहिले पनि रोक्नु हुँदैन अरे भनेर। अन्त हिसाब किताबको छ 1 नम्बर। त्यहाँदेखि अब चुनावको अब कहिले कसरी गर्ने त्यो विषयमा छ। अनि अहिलेसम्म हामीले के कतिवटा उपलब्धि गऱ्यौँ त्यो कुराहरू छ। अनिल दा, यो अहिलेको मिटिङको उपस्थिति हेर्दाखेरि नि अब तपाईँहरू त पहिलादेखि नै एक्टिभ मेम्बर हो क्लबको होइन? पहिला पनि जनरल मिटिङमा यस्तै हुन्थ्यो कि उपस्थिति योभन्दा अलिकति भव्य नै हुन्थ्यो? यस्तै हो भन्नु यस्तै हो, अलिकति राम्रै हुन्थ्यो। तर यहाँ चाहिँ के हुन्छ भनेदेखि सालसालै दिनदिनै अब यो एउटा एजिएम हो है, वार्षिक सभा भएको मान्छेहरूको अलिकति अब जति पनि मेम्बर्सहरूको अलिकति यो केयरलेसनेस चाहिँ आउनु थाल्यो हाम्रो क्लबमा समाजप्रति। हजुर, अब उहाँहरू के भएको त्यति बेला एउटा टाइममा वर्षभरिको आय व्यय, वर्षभरिमा के कसो गर्यो, उपलब्धि के गर्यो, विकास के गर्यो, कसो गर्यो, हुनु त सबैजना व्यस्तै हुन्छ। त्यही व्यस्त भएर पनि यो करिब 2 महिना अगाडि एनाउन्स भएको यति तारिक मिटिङ हुन्छ भनेर सभा राखिएको थियो। तर अब आज आएर फेरि आज पनि यतिकै नै यस्तो खालको छ अवस्थाहरू है। अलिकति पङ्क्चुअलिटी भन्ने पनि छैन हौ समाजमा, मलाई चाहिँ त्यस्तो लाग्छ। टोटल त 108 घर हो नि हाम्रो क्लबको होइन? हजुर। हुन्छ, तपाईँलाई धन्यवाद। तेन्कुङ ब्लकमा तपाईँलाई स्वागत गर्नु चाहे लास्टमा भए पनि हुन्छ। अब चाहिँ मिटिङ सुरु भइरहेको छ र त्यसको दृश्य तपाईँलाई हल्का देखाउन चाहन्छु। अब अगाडि आउनेहरूलाई चाहिँ यो नाइन्सारी भयो नि त होइन? त्यस कारणले गर्दाखेरि हामीले हाम्रो मोटामोटी 50% भन्दाखेरि बेसी सदस्यहरू यो सभाहरूमा उपस्थित भइसकेको कारणले गर्दाखेरि 5 बजेसम्मको वार्षिक सभा राखिएको छ। उक्त सभामा हजुरलाई सठिक समयमा अनिवार्य रूपमा उपस्थित भइदिने निवेदन गरिन्छ। सभाको मसौदाहरू नम्बर 1 मा सभापतिको आसन ग्रहण जो भइसकेको छ र नम्बर 2 मा सचिवद्वारा सभामा स्वागत र अनुमोदनको निम्ति गत सभाको मिनट पठन, 3 मा सचिवको प्रतिवेदन पठन, 4 मा कोषाध्यक्षद्वारा अडिट रिपोर्ट पेश, 5 मा स्टोर इन्चार्जद्वारा सङ्घको सरसामानहरूको विवरण पेश, 6
6 मा नयाँ सदस्यहरूलाई स्वागत, 7 मा सम्बर्धनाको कार्यक्रम, 8 मा सभापतिद्वारा पुरानो कार्यकारिणी समिति विघटनको घोषणा, 9 मा नयाँ कार्यकारी समितिको चयन, 10 मा सभापतिद्वारा सभा बर्खास्त र अन्तमा चिया चमेना भनेर यहाँ सचिव म स्वयंले नै सिग्नेचर गरेर 5/5/2025 को मितिमा यो सूचना तपाईँहरूको घर घरमा पुर्याएका थियौँ। र सोचिरहेको थियो आज तपाईँहरूलाई म बताउन गइरहेको छु। हाम्रो अस्ति हामीले अडिट गरेको हिसाब, अडिट चाहिँ म पनि निकै यताउता गरिन्थेँ। अडिटमा त कहिले पनि परेको थिएन, योपालि पऱ्यो। त्यो साह्रै हुँदो रहेछ अडिट चाहिँ, दिलगी त्यो होइन त्यो गभर्मेन्टको। त्यो के अरे अफिसतिर प्रायः समयतिर अडिट आयो, तर्सिँदै गरेको हुन्छ नि त होइन। ला अडिटर के गर्नु कसो गर्नु हो, त्यो अडिटरले पनि साह्रै पार्छ। सबै कुरो माथि लोकेर घडाघुड राखिदिँदो रहेछ, सबै एकछिन सबै सिल गरेर राखिदिँदो रहेछ। सबै कुरा हेर्नु के पाउँदैन, हिसाब किताब सबै त्यसरी चाहिँ अडिट हुँदो रहेछ। अहिलेसम्म चाहिँ के गरे हामीले भनेर कति तपाईँहरूले दिएको पैसाले। र अहिले चाहिँ जेनरल सेक्रेटरी अनि ट्रेजररको एड्रेसपछि हामी यहाँ सम्बोधना कार्यक्रमपट्टि लागिरहेछौँ। र पहिलोचोटि चाहिँ क्लास 10 पासलाई सम्बर्धना जनाइरहेको छ। उहाँहरू चाहिँ 2024 मा क्लास 10 पास गर्नुभएको रहेछ र नवज्योति क्लबको तर्फबाट उहाँलाई फेलिसिटेट गरिरहेको छ। अहिले चाहिँ जम्मा 7 जना नानीहरूले माध्यमिक परीक्षा पास गरेका थिए। र अहिले यहाँ सम्बर्धना भइरहेको चाहिँ क्लास 10 2025 मा पास गर्ने विद्यार्थीहरूलाई यहाँ नवज्योति क्लबद्वारा सम्बर्धना फेलिसिटेसन दिइरहेको छ। नानीहरूले यस वर्ष माध्यमिक परीक्षामा पास गरेका थिए र उहाँलाई हामी संस्थाको तर्फबाट अभिभावकहरूलाई पनि बधाई टक्राउँछौँ। नानीहरूलाई पनि बधाई अनि आगामी दिनको निम्ति शुभकामना। यता हेर र अब अर्को क्याटेगोरी थियो 2025 को 12 को 12 मा अहिलेखेरि चाहिँ हाम्रो क्लबका 2 मेम्बर जो चाहिँ पञ्चायत समिति अनि पञ्चायत मेम्बर भएको तपाईँलाई मैले अगावै यो ब्लक मार्फत भनिसकेँ र उहाँहरूलाई पनि आज क्लबद्वारा सम्बर्धना जनाइरहेको छ। र यसरी नै उहाँको साइटेसन क्लबका जनरल सेक्रेटरी भूषण साथीले पढिरहेको छ। करिब 38 वर्षको लामो अन्तराल पश्चात हाम्रो जिटिए क्षेत्रमा वर्ष सन् 2023 सालमा सम्पन्न भएको पञ्चायत समिति चुनावमा यहाँ हाम्रो गाउँ दोक्यम 2 क्षेत्रबाट पेदोङ खण्ड पञ्चायत समितिमा पञ्चायत समिति सदस्य निर्वाचित हुनुभयो। यहाँ नवज्योति परिवारको एक सक्रिय कार्यकारी सदस्य पनि हुनुभएकोमा यहाँको उक्त उपलब्धिमा हामी खुसी व्यक्त गर्दछौँ। यहाँको उक्त उपलब्धिको निम्ति यहाँलाई बधाई टक्राउँदै एक साइटेसन ल सम्बर्धनाको कार्यक्रममा हाम्रा क्लबका ट्रेजरर निमासिरिङ भटिया जो चाहिँ दोक्यङ 2 बाट पञ्चायत मेम्बर पनि हुनुहुन्छ र यो क्लबका मेम्बर ग्राम पञ्चायत के अरे पञ्चायत मेम्बर भएकोमा पनि यहाँ क्लबद्वारा नवज्योति क्लबद्वारा सम्बर्धना गर्दै जनरल सेक्रेटरीले साइटेसन पाठन गरिरहेको छ र यो दृश्य तपाईँलाई सभापति नवज्योति परिवार दोक्यङ 2 भूषण राय सचिव नवज्योति परिवार दोक्यङ 2 स्थान वार्षिक सभा सामुदायिक भवन दोक्यङ 2।
अघि र अहिले चाहिँ पुरानो कार्यकारिणी मण्डलीहरू विघटन भएर यो नयाँ कार्यकारिणी मण्डलको यो चुनावको प्रोसेसमा छौँ र पहिलो चाहिँ हामी यहाँ प्रेसिडेन्टको खोजीमा छौँ हैन 18 तारिक र कसको पनि अहिलेसम्म प्रस्ताव आएको छैन र कसैले पनि भोलिन्टियरली म प्रेसिडेन्ट गर्छु भनेर आएको छैन। यहाँ चाहिँ हाम्रो क्लबका नयाँ बोर्डका मेम्बरहरू चयन भएको छ र अहिले चाहिँ सम्पूर्ण मेम्बरहरू यस प्रकारले छ नवनिर्मित सदस्य फोटो त राम्रो आउनुपर्छ। र नयाँ प्रेसिडेन्ट चाहिँ यहाँ हाम्रो आनी भएको छ, भाइस प्रेसिडेन्ट यहाँ जिनेट माछी, सेक्रेटरी भूतपूर्वकै छ र अहिले चाहिँ मिटिङ सकिसकेको छ र अहिले चाहिँ अब आजको जे प्रस्तावहरू पारित भयो र जे मिटिङमा भयो र त्यसको साइनहरू गरिरहेको छ। र हाम्रो आनी चाहिँ यहाँ सिङ्गजमा भोटिया आज नयाँ सभापति चयन भएको छ र आज तपाईँलाई यो तेन्कुङ ब्लकमा स्वागत छ र यो नयाँ सभापति भएकोमा के मेसेज दिन चाहनुहुन्छ? प्रेसिडेन्टको भाग दिनुभयो र मैले पनि सहयोग गरेँ किनकि आफ्नो समाजको लागि चाहिँ मैले होइन जुनै पनि पोस्टमा चाहिँ काम गर्नलाई तयारी नै हुनुपर्छ भन्ने चाहिँ मेरो है। र त्यसरी नै आज मलाई हाम्रा सबै गाउँका मेम्बरहरूले मलाई सभापतिको भाग दिनुभएकोमा म धेरै है खुसी छु र आजै हृदयबाट धन्यवाद दिइरहेको छु। धन्यवाद छ अनिललाई। र तपाईँले यहाँ फ्रेममा देखिराख्नु भएको छ है, यहाँ हाम्रो क्लबका पहिलाको जेनरल सेक्रेटरी हुनुहुन्थ्यो र फेरि रिइलेक्ट भएको छ र भूषण साथीलाई यहाँ तेन्कुङ ब्लकमा स्वागत छ है। यो फेरि नयाँ रिइलेक्ट भएकोमा यो जेनरल एउटा मेसेज के दिन चाहनुहुन्छ? यसमा चाहिँ अब एउटा जेनरल मेसेज प्रायः अब समाजका मान्छेहरू सबैजना सदस्यहरू आउनुभएको थियो र पनि अब कतिजना आउनुभएको थिएन र एउटा फेरि जिम्मेवारी अब यो मिटिङमा हाउसले मलाई नै दिएको कारणले गर्दाखेरि सर्वप्रथम धन्यवाद छ र जतिसक्दो अब हामीले समाजको भित्र गर्नुपर्ने कार्यहरू सबैको एउटा बोर्डको सल्लाहमा र सबैको एउटा सुझावमा चाहिँ हामी गर्ने कोसिस गर्नेछौँ। धन्यवाद। र जेनरल सेक्रेटरी सँगसँगै हाम्रो ट्रेजरर पनि फेरि रिइलेक्टै भएको छ है, फेरि नेक्स्ट 2 इयर्सको लागि। यहाँ हाम्रो फ्रेममा देखिरहनु भएको छ यहाँ निमा छिरिङ भोटिया र निमा छिरिङ भोटियालाई यहाँ तेन्कुङ ब्लकमा स्वागत छ र फेरि तपाईँ ट्रेजरर इलेक्ट भएकोमा एउटा मेसेज के दिन चाहनुहुन्छ? तपाईँलाई नमस्कार र फेरि पनि आज हाम्रो नवज्योति परिवारको एउटा वार्षिक सभा भएको थियो र यसमा एजिएम भएको थियो, हिसाब किताब के कसोको र फेरि पनि आज त्यसमा चुनाव पनि थियो अनि चुनाव मार्फत फेरि पनि यो पालि पनि मलाई नै यो केसियरको भार मलाई नै पर्यो अनि सबैले मलाई मेरो नाम आउँदाखेरि ठिकै छ, सबैले मलाई एउटा योग्य ठानेको छ भने फेरि म बसिदिन्छु भनेर फेरि 2 सालको लागि मैले बसिदिन्छु। धन्यवाद। र अहिले फ्रेममा देखिरहनु भएको छ हाम्रो क्लबको सदस्य स्टेला राईलाई पनि तेन्कुङ ब्लकमा स्वागत छ र यो ऐतिहासिक पल हो हाम्रो क्लबको निम्ति है र तपाईँले यो क्लबमा 2टा शिरोभार पाउनु भएको छ, यो पनि एउटा ऐतिहासिक क्षण नै हो। यो बारे एउटा जेनरल मेसेज क्लबको मेम्बरहरूलाई के दिन चाहन्छु, क्लबको मेम्बर र अन्य यो ब्लक हेरिरहने हुनेलाई के दिन चाहनुहुन्छ? फर्स्ट अफ अल त गुड आफ्टरनुन नमस्ते। अनि आज यो धेरै वर्ष बादमा हाम्रो क्लबमा है एउटा फेरबदल भयो, एकदमै राम्रो भयो है। अहिले नयाँ जेनेरेसनको एनर्जेटिक अब हामीले पदमा पाएको छ है, त्यो चाहिँ एकदमै राम्रो हो र जो चाहिँ आज आउनु सकेन म उहाँहरूलाई त्यही भन्न चाहन्छु, क्लबको लागि अब हाम्रो क्लब हो यो है, हामीले बचाएर राख्नुपर्छ र जो आउनु सक्नु भएन उहाँहरू अझै राम्रो पदमा उहाँहरू पनि आउन सक्ने थियो है, तर उहाँहरू घरमै हुनुहुन्थ्यो र तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु कि तपाईँहरूले यो क्लबको जे जति कार्यभारहरू छ तपाईँहरूले सो इच्छा आफ्नो इच्छाले चाहिँ तपाईँहरू अघि आइदिनुहोस् है। जुन चाहिँ हामीले पद पाएको छौँ त्यसमा हामी एकदमै राम्रो काम गर्ने हामी तपाईँहरूलाई बचाउनुपर्छ। धन्यवाद। थ्याङ्क यू। हाम्रो फ्रेममा देखिरहनु भएको छ हाम्रो पञ्चायत समिति PS10 का मेम्बर अनिल दाजु
तपाईँलाई त मैले प्रेसिडेन्टको लागि प्रस्ताव राखेको थिएँ, तपाईँले मान्नु भएन। होइन यस्तो हुन्छ कि अब हामी एउटा मेम्बर भइसकेपछि समाजको लागि हेर्नुहोस् तपाईँको 32 वर्ष भयो, समाजलाई एकदम दिइरहेकै छौँ है। यो नवज्योति परिवार तपाईँको 1993 मा खोलिएको है। म समाजको लागि छु, तर अब कतिपय कुराको जुन चाहिँ एउटा सिस्टम छ है, म एउटा मेम्बर भइसकेपछि यसरी सङ्घ संस्थाको सभापतिहरू भएर हिँड्नु मलाई उचित लाग्दैन होइन, हुँदैन। हामीलाई त्यो क्राइटेरियाभित्र दिँदैन। त्यसले गर्दाखेरि र समाजको लागि त गर्नुको लागि म मतलब अब जुनै पनि क्षेत्रमा जुनै जग्गामा जुनै समयमा पनि म अग्रसर नै छु। यो नयाँ कार्यकारिणी मण्डललाई के भन्न चाहनुहुन्छ, एउटा जेनरल मेसेज सानो? अब यो जेनरल अब यो जुन चाहिँ आजको सभाले सही गरेको छ होइन, खुसी लाग्यो। र एउटा खुसीको कुरा चाहिँ के छ भने जतिजना पनि आज नवनियुक्त भएको छ है, उहाँहरूले आफ्नो सो हिजोले म समाजको लागि के गर्छु भनेर उहाँहरूले आफ्नो जो पदलाई स्वीकार्नु भएको छ नि, म के गर्छु भनेर, यो चाहिँ एकदमै खुसी लाग्दो कुरा लागेको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु। र अब उपरान्त तपाईँहरूले जुन चाहिँ यो कार्य छ, समाजप्रतिको कार्य छ, कार्यशैलीमा तपाईँहरूले एकदम राम्रो प्रकारको कार्य गर्नुहोस्। हामी त साथमै छौँ, तपाईँहरूलाई शुभकामना छ होइन। तपाईँहरूलाई अब कुनै प्रकारको जग्गामा कुनै असुविधाहरू भयो, तपाईँहरूले बुझ्नु भएन, जान्नु भएन भनेदेखि तपाईँहरूले सोझै हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। पूर्व जति पनि पदभारीहरू छ उहाँहरूसँग जोगाजोग गरेर समाजलाई अगाडि बढाउने कार्य गर्नु। धन्यवाद, शुभकामना छ। हुन्छ अनिल दा, धन्यवाद। देखिरहनु भएको छ मेरो दाजु प्रभास भोटिया है। अब पहिला त मै थिएँ प्रेसिडेन्ट क्लबको होइन, अहिले नयाँ चयन भएको छ। र पहिला र नयाँ यसो हेर्दाखेरि कसले काम गर्ला जस्तो? खोइ अब यसमा त केही भन्नु सकिँदैन। अब पुरानोले राम्रै काम गरिरहेको थियो, नयाँको भर्खरै स्टार्ट आज मात्रै चयन हुँदैछ। अब उहाँहरूले कसरी कस्तो काम गर्छ त्यो त पछि हेर्दै जाउँ। मेरो बातहरू किन डिलिट गरेको? मैले यो 5 वर्ष इग्नोर किन गरेको तिमीले? मैले यो 5 वर्ष हामी कार्यकाल चलाएँ नि, त्यसमा छोड्दैन। तर मैले के भयो एउटा प्रस्ताव राखेको थिएँ, त्यसमा तिमीले हामीलाई त त्यस्तो दुःख मन त त्यस्तो यहाँ फ्रेममा छैन। तिमीले सहमत नगरेको? अब खोइ उहाँ फाक्सुमालाई थोरै के होइन हो, यिनीहरूले सहमत पहिला चाहिँ पब्लिकले पुरा गरेको कि हातहरू सबैले उठाएर समर्थन भएको कि टेबलमा बस्नेहरू जुन चाहिँ छ नि माथिल्लो होइन हौ, यस्तो भयो कि हेर्नुहोस् है, सबैलाई भनिदिन्छु। भनिहाल्यो हामीले ओपनली हामीले चाहिँ भोटको लागि ओपन गर्यो, तर करलाई पनि प्रस्ताव नआउँदाखेरि चाहिँ कर लगाइरहेको चाहिँ हामीले प्रस्ताव राखेको। मैले राख्दा चाहिँ 1000 जनाले हात उठाएको थिएँ। 1000 जना चाहिँ कहाँ थियो? हात उठ्दा चाहिँ कतिजना हुन्छ? 500 जना। अचानक तिमीले किन चेन्ज गरिदियो? होइन हौ, एउटा मलाई मन दुख्यो। एउटा घरबाट दुईटा चाहिँ हुनु भएन नि त, घरिघरि भन्ने भएको। अन्त को चाहिँ छ दुईजना चाहिँ? मायाले संसार थाम्दैन अरू होइन हौ, फ्रेममा भाग्ने गर्छ। मेरो कार्यकाल चाहिँ कस्तो भयो? म प्रेसिडेन्ट हुँदाखेरिको र अहिलेकोमा कुनले काम गर्ला जस्तो? ट्रेनिङ जतिजना सबैजना थियो, प्रेसिडेन्ट सेक्रेटरी सबै राम्रै भागिरहेको छ। अलिकति हाम्रै कमजोरी छ, किनभने हामी सदस्यरै अलिकति कमजोरी। अब म्याको सिङ जस्तो भ्याउँदैन होइन। आज चाहिँ किन मन दुख्नु भएको हो त्यो भनिदिनु नि। आज मन दुखाएको कारण चाहिँ मैले एकजना अलिक यसरी कलर छिरेन ल, भनिहाल्नु नि के भयो? एकदमै मैले चाहिँ अब मनले चाहेको थिएँ हो। अब मनले चाहेको त होइन, यो गाउँमा एक्टिभ पनि छ नि। ऊ चाहिँ को चाहिँ अब त्यो नामहरू लिनु हुँदैन। ऊ त्यो के भन्छ? ल ल ल बुझिहाल्यो। अब यो ब्लगमा सबै अब खुलासा गर्नु भएन, एकदमै अलिकति मन दुखाएको चाहिँ फाट्ला एक्टिभै छ कि। अन्त र तपाईँले देख्दै गर्नुभएको यो पछाडिको यही हो हाम्रो नवज्योति क्लबका कम्युनिटी हल। यो चाहिँ कहाँ छ भन्दाखेरि यहाँ 21 माइलमा छ। यहाँबाट ओह्रालो पेदुङ र यहाँबाट उकालो अलगढा। र यस पश्चात सम्पूर्णलाई अन्तसम्म ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद टक्राउँदै म आजको ब्लग यी अन्त गर्न चाहन्छु। र जो जतिले पनि सब्सक्राइब गरिदिनु भएको छैन दया गरी सब्सक्राइब गरिदिनुहोस्, अनि लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस् भन्दै म आजको ब्लग यी अन्त गर्न चाहन्छु। धन्यवाद।